नमस्कार सम्पूर्ण साथीहरूलाई आजको नयाँ भिडियोमा स्वागत छ। आज चाहिँ म क्षेत्र नम्बर 3 हाम्रो निकै नै निर्वाचनको लागि एकदम चर्चित रहेको क्षेत्र पनि रहेको छ र आज चाहिँ म सरर हामी यो प्रेम बस्तीतिर जाँदैछौँ होइन। यहाँको के छ अवस्था भन्ने बारेमा म जानकारी गराउन गइरहेको छु। तबसम्मको लागि किप वाचिङ माई च्यानल। निकै नै सुनसान भएको अवस्था छ। सम्भवतः सबै आज निर्वाचन गर्नका लागि सबै तयारी अवस्थामा रहेको छ र अहिलेको अवस्था मौन अवस्था पनि रहेको छ। सबै पार्टीहरूलाई शुभकामना छ र सबैले विजय नभए पनि सबैलाई हाम्रो तर्फबाट शुभकामनाका साथमा एकदम समयमित रूपमा र भयरहित रहेर यो निर्वाचन सम्पन्न हुनेमा हामी विश्वस्त छौँ। नेपाल सरकारले पनि अहिले अब निर्वाचनको लागि भनेर नेपाली सेनालाई खटाएको अवस्था पनि रहेको छ। यो सम्भवतः पहिलो पटक एउटा राम्रो कदम चालिएको छ। एउटा निष्पक्ष रूपमा र एउटा भयरहित रहेर निर्वाचन सम्पन्न हुनेछ। हामी देख्न सक्छौँ प्रेम बस्ती माध्यमिक विद्यालय को परिसरमा आइसकेका छौँ।